गुड मर्निङ साथीहरू। हाम्रो चाहिँ पोखरा डे 2 घुम्दैछौँ भन्दा नि हिँड्दैछौँ। कहाँ जाँदैछौँ भने हामी आज नि कहाँ जाँदैछौँ? आज चाहिँ बोटिङ गर्न जाँदैछौँ साथीहरू। सेम कति सेम। बोटिङ गरेको देखाउने छु हजुरहरूलाई। कता चाहिँ हुनुहुन्छ अगाडि चाहिँ हाम्रो सानीहरू मम्मीहरू म तपाईँले हिँड्दै हुनुहुन्छ। मम्मी नाइन अर्को टिवार बनाऊ है। दुनु यता मामाहरू आउँदै हुनुहुन्छ अरे। ए ओ चुरोट खाए जस्तो पनि निस्किरहेको छ त चिसोले। आएछ लामकाटी बसेर यसरी कोयाङ सानी। यहाँ केबल कार पनि उता माथि जान्छ अरे क्या, तर अलिक महँगो छ अरे अर्जुनले भनेको। एकजनाको 700। मैले अघि कल गरेको थिएँ। लाज लागेको छ भिडियो खिच्दा पनि। फेरि बोटिङ गर्न आएको अवस्था। मन्दिर हिजो गएन भने आज आएको मन्दिर जानु मजा गएन अनि त्यही भएर आज आएको। मन्दिर चाहिँ हिजो नगएको, पानी परिरहेको त्यही भएर। कि कस्तो ब्युटिफुल सानीमा। आठु पानीमा डोला नि मलाई वाटामा। आज नि केही सिन त नदेखिने रहेछ कि आन गर्न सोचे। कुन साइडमा आएछ होला होइन। मन्दिर चाहिँ उपर छ। आज त्यही मन्दिर जानु भनेर हामी आएको। बिचको मन्दिर फेवातालको मन्दिर हिजो गएको थिएनौँ, त्यही भएर आज आएको साथीहरू। तल बोटिङ गर्दैछ। हामी पनि आज बोटिङ गर्ने साथीहरू। तर आज नि मौसम चाहिँ धुम्मै छ। हिजो पनि त्यस्तै थिएर नगरेको हाम्रो लगै छैन भने जस्तो छ। बोटिङ गर्नुहुन्छ? बोटिङ सिङ्गल बोटिङ नमाल्ने छ नजान्नेहरूलाई। पैसा पनि छैन होइन। पोखरा बस्दा बस्दा पैसा सक्यो। आज नि पानी पर्ला जस्तो छ। मन्दिर चाहिँ त्यही हो साथीहरू। हाँस्दै छि है।
मम्मीहरू चाहिँ ओलाङ कहाँ गान्ने मुलुवाङ खोलामा हामी चाहिँ मन्दिर जाने बाटो आइपुग्यौँ मन्दिर जाने बाटो म चाहिँ यता छु ओला कहाँ यो चिमिमिया रहेछ खिरिन पर हामी चाहिँ मन्दिर जाने बाटो आइपुग्यौँ अनि मन्दिर जानु आँटेको एक साइड चाहिँ यस्तै छ साथीहरू हेर्नु होला यहाँदेखि चाहिँ मन्दिर नजिक रहेछ परदेखि आउने भने धेरै टाइम लाग्ने रहेछ अब सायद यहाँ टिकट काट्नुपर्ने होला टिकट अनि त्यहाँदेखि हामी पर जानेछौँ बोटिङ गर्दै मन्दिर हाई गरिदेऊ त किन लजाको म चाहिँ यता साथीहरू सिक्का पनि यता छिन् कस्तो ब्युटिफुल चाहिँ हो यो हेलो भाइ यहाँ सानीहरू चाहिँ टिकटको डिल गर्दै हुनुहुन्छ 1 घन्टा अनि ड्राइभर साइड चाहिँ पापासँगले साथीहरू